आइतबार काम गर्ने ठाउँ देखाउँछ है त तपाईँलाई। यो हो यो झारबोटको यो लेमन हो लेमन यो रुखहरू पनि राम्रो फलाएको होइन भने पस पनि गर्नु होला भित्र ल। यो गुलाबको फुल बुढीको घर हो बुढीकोमा काम गर्छ आइतबार। आज बुढी छैन क्या त्यही भएर भिडियो बनाएको। बुढी चाहिँ आज बाहिर गएको छ है कामले। बुढी कति वर्षको रे 97 वर्ष है आउनु गाई छ अरे म चाहिँ देखाउँछु है तपाईँहरूले बुढीको घर। यो चाहिँ सालामान्द्रा आगो ताप्ने अहिले चाहिँ गर्मी सिजन आइसक्यो। बुढीको रुम यो यहाँ बसेर खान्छ। यहाँ बुढी सुत्ने बेड हो। त्यही हो बुढी घर एक्लै छ। एउटा कुकुर छ एउटा मऱ्यो होइन। अनि यस्तो मन पर्छ हो किचन यही हो। मैले यहाँ भाँडा निस्किन्छु कहिलेकाहीँ सुपहरू पनि पकाइदिन्छु तर धेरै पकाउँदिनँ। त्यति धेरै आउँदैन सुपहरू कहिलेकाहीँ पकाउनु पठाउँछु। फेरि भाँडा राख्ने सामान बाम्बोको यो सबै सागहरू अनि फुलहरू है यिनीहरू फुलहरू गुलाबको फुल। अनि फेरि साथीहरू यहाँ गर्मीमा चाहिँ यहाँ बसेर खाने है। यहाँ बसेर कहिलेकाहीँ हामीले चियाहरू दिन्छ है। अनि यहाँ पुदिना अचार यो सबै पुदिना यो रुख कति राम्रो कलर। यही हो मैले सफा गर्ने झाडु एर्बा भने यहाँ स्ट्रबेरी छ। स्ट्रबेरी देखाइदिनु पर्छ। मैले टिप्ने मेरो काम आज स्ट्रबेरी टिप्ने स्ट्रबेरी टिप्ने अनि त्यहाँ राखिदिने। म अलिकति लक्ष्मीहरू यस्तो टिपिदिन्छ अहिले भाटामा। यहाँ आउनु त यहाँ कस्तो सरहरू साथीहरू यस्तो छ। यो चाहिँ सिमी लगाइदिएको बुढी ल्याएको थियो मार्केटदेखि सिमी लगाइदिएको छौँ यहाँ। खसी फुलहरू हेर्नु न अहिले चाहिँ नेपालको कति साग नि त फुलिरहेको फुलिरहेको बुढीको घर बाहिरको यहाँ चाहिँ धनीहरू मैले यस्तो गरी टिप्नुपर्छ अहिले। यही हो सागहरू अहिले बुढी छैन मैले अब यति राख्नुपर्छ।